हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। हामी चाहिँ आज ड्युटी छुट्टी भएर पनि मुभी हेर्नुको लागि जाँदैछौँ। सिकन्दर मुभी 9:30 को सो है। 9:30 को सो अघि नै हामीले सोधेर पनि त्यहाँनिर कन्फर्म गरेर पनि अब हेर्नुको लागि जाँदैछौँ। अब यहाँ हामी मेन रोडमा आइपुग्यौँ। अब यहाँबाट चाहिँ अटो पक्रिनुपर्छ। गल्यो पानी परेर ठुलो नि पानी पऱ्यो आज। यहाँ चाहिँ ठुलो कस्तो ठुलो पानी परेर भर्खर रह्यो, अलिअलि चाहिँ पर्दैछ। अब अटो अब आइपुग्यौँ हामी यहाँ मेन रोडमा। आइपुग्यौँ हामी यहाँ रोडमा। अटो पायौँ हामीले। कति बजी सक्छ? हामी 9:30 हेऱ्यो भने 12 बजी सक्छ होला। 12 बजी सक्छ, तर अटो चाहिँ पाउँछ कि पाउँदैन। अटो पाएन, अब फेरि हिँड्दै हुनुभयो। भोलि हाम्रो छुट्टी हो है। पानी परेर शीतल भइरहेको छ आज। आइपुग्न आँटेको हामी चाहिँ रुमदेखिको खासमा 10 मिनट मात्रै पर्छ है। 10 मिनट मात्रै हो। मान्छेहरू अब काम भएर गएको होला नि यता। पैसा छ? चेन्ज छ होइन? जाँदा त नडेको पनि त्यसरी है। यो रोडबाट चाहिँ कहाँ जान्छ होला है? मलाई त त्यस्तो बहु खानु बिर्सेकै आएर होला। आइपुग्यौँ हामी फाइनली। सलमान खान आर्यम चेता सलमान खान आर्यम। थ्याङ्क यू। आइपुग्यौँ हामी चाहिँ फाइनली। अब यहाँ टिकटको लागि सिट हेऱ्यौ? सिट कुन चाहिँ सिट हो? सिट सोध न कुन चाहिँ हो? सिटहरू पनि सोध्दैन। टिकट होस् नखाम पपकर्न अहिले इन्टरभल। कता अरे? यहाँदेखिको माथि रहेछ जानुपर्ने चाहिँ। ओपन आइल्ला अरे। भर्खर 9:30 को सो छ। भर्खर यहाँ दैलो खोल्दैछ। हिँड न, बसिराखौँ। के गरिबस् न त। पानी परिरहेको छ र गरमले हालत त्यस्तो भइरहेको छ।
अब बस्नु आँटेको हामी मजा आइरहेको छ उसलाई चाहिँ मुभीहरू ट्याक्कै मन पर्दैन खालि फोनमा मात्रै हेर्छ मुभी जबरजस्ती लिएर आएको मुभी मलाई हिन्दी मुभी के रे हामी चाहिँ यहाँभित्र पनि आइपुगिसक्यौँ कोही पनि आएको छैन आज हाम्रो लागि मात्र हो मुभी हामी चाहिँ गएको अब मुभी पनि सकियो कति बज्यो 12 बज्नु 5 मिनट मात्रै छ है कस्तो लाग्यो मुभी त्यति खासै लागेन हौ अरे त है अल्छी लाग्दो रहेछ मुभी है जाँदैछौँ हामी चाहिँ यहाँनिर राति अब अटो पनि छ कि छैन है हौ पाउँदैन जस्तो छ 12 बजिसक्यो मुभी चाहिँ सलमान खानको भनेर मात्रै हेरेको होला मान्छेले नि हरेस लाग्दो सलमान खानको फर्स्ट मुभी चाहिँ सलमान खानको मुभी चाहिँ मलाई चाहिँ यही फर्स्ट टाइम यही नमन परेको है सिकन्दर हरेस लाग्दो है अटो पाउँछ कि पाउँदैन अब हामी चाहिँ गएको अब गएर सिधै अब ल्यान्डिङ गर्नुपर्छ कपडा सपडा चेन्ज गरेर अल्छी लाग्दो मुभी ठिकै छ तर अब के भन्नु हामी चाहिँ अटो नपाएर हिँड्दै जाँदैछौँ कति मिनट लाग्छ हिँड्यो भने यहाँबाट 15 मिनट लाग्छ 15 मिनट चाहिँ लाग्छ 20 मिनट्स होला है नि 15 मिनट लाग्छ हो 15 मिनट अटो स्ट्यान्ड खोइ कहाँ छ लु सोध त अटो मान्छे नै छैन त्यहाँ ड्राइभरै त्यो त अटो स्ट्यान्ड हो नि त त्यो त ड्राइभर छैन अटो पायौँ हामीले जाँदैछौँ अब पुग्न आँटेको अब 2 हो